हिजोको दिनमा बालेनको सहर भन्थे काठमाडौँलाई आज सुनिता डुङडुङ भनेर भन्न थाले। किनभने सबैले सुनिता डङ्गोल भन्छन् भने म सुनिता डुङडुङ भन्छु। किनभने बालेनले राजीनामा दिएर पार्टीमा लागिसकेपछि र स्वतन्त्र पार्टीमा लागिसकेपछि अहिले काठमाडौँ सहर डुङडुङ गन्नाउने फोहोरको थुप्रोले गन्नाउने भइसके भन्ने चाहिँ जता कतैबाट यो हल्ला फैलिरहेको अवस्था छ। किनभने यो भनाइ मेरो मात्रै होइन, सुनिता डङ्गोलले गरेको यो काम कस्तो छ के छ भन्ने कुरा तपाईँहरूले मेरो मुखबाट मात्रै होइन हरेकको मुखबाट सुन्न सक्नुहुन्छ। यसलाई एकचोटि ध्यानसँग हेरिदिनु होला, पुरै भिडियो हेरिदिनु होला सबैले। कुन कुन जनताले कसले के भन्दो रहेछ त, किनभनेपछि आजभोलि यो एमालेको झोले, यो पनि सुनिता डुङडुङ पनि एमालेको झोले नै रहेछ भन्ने कुरा परिपक्क भइहाल्यो। र सुनिता डुङडुङ मात्रै होइन कि एमाले काङ्ग्रेस माओवादी सबै त्यस्तै रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ है। यो कुरालाई एकदम ध्यानसँग हेरिदिनु होला तपाईँहरूले पनि। मेरो मात्रै भने होइन, यहाँ भन्नेहरू धेरै छन्, यिनीहरूले के कस्तो प्रतिक्रिया दिन्छन् त्यसलाई राम्रोसँग सुनिदिनु होला, एकचोटि ध्यान दिइदिनु होला। बालेन शाहले महानगरको साँचो बुझाएको एक हप्तामै काठमाडौँमा बिजोग, सडकमा फोहोरको डङ्गुर। दक्षिण काठमाडौँ महानगरलाई एउटा लयमा फर्काएका बालेन शाहले प्रधानमन्त्री बन्ने लक्ष्यका साथ राजीनामा दिएर झापा झरेसँगै संघीय राजधानी काठमाडौँमा फेरि पुराना दिन फर्किएका छन्। बालेनले महानगरको साँचो बुझाएको एक हप्ता पनि नबित्दै काठमाडौँका सडकहरूमा फोहोरको पहाड ठडिएको छ भने पार्किङ माफियाहरूको मनपरी शुरू भएको छ। बालेन झापा 5 मा केपी ओलीसँग चुनावी भिडन्तको तयारीमा व्यस्त भइरहँदा काठमाडौँका मुख्य चोक र गल्लीहरू फेरि फोहोरको डङ्गुरमा परिणत भएका छन्। फोहोरको दुर्गन्धले पैदल यात्रीलाई हिँड्नै मुस्किल परेको छ। बालनले बसालेको सिस्टम अहिले बालुवामा पानी हाले जस्तै भएको छ। Wait a minute. Who are you? किनारमा घर बनाउनु हुँदैन भनेको थियो बालेन्द्र शाहले। राजीनामा दिएकै दिन एमालेको झोले हो कि एमालेको कार्यकर्ता हो कि के हो, नदी किनारमा घर बनाऊ भनिन् सुनिता डङ्गोलले। हो, यीसँग हिसाब किताब गरिन्छ। यिनले त खोलो पुरेर पनि घर बनाऊ भन्छन् कि जस्तो लागेको छ। भनेपछि महानगरलाई यसरी जोगाएर राखेका बालेन शाहले छोड्ने बित्तिकै भनेपछि एमाले के गर्दो रहेछ? नदी किनारमा घर बनाऊ भन्छ, खोलो पुरेर पनि घर बनाऊ भन्छ। खोलो पुरेर घर बनाएका थिए, ती घर भत्काउन सक्ने मेयर थियो, त्यो विश्वले देखेर मन पराएका थिए। अब सुनिता डङ्गोलले आऊ बनाऊ 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 भन्दा यो खाएर भनिन् कि के भएर भनिन् मलाई थाहा